आजको यस सुखद समयमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि नै स्वागत तथा शुभ साहस व्यक्त गर्न चाहन्छु। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग आबद्ध सम्पूर्ण विद्यार्थीहरू, प्राध्यापकज्यूहरू र सम्पूर्ण प्रशासनिक कर्मचारीज्यूहरूको उपस्थितिमा यस चितलान विश्वको रमणीय प्राङ्गणमा हामी सबै एक आपसमा जुटेर यस स्वागत तथा विदाई कार्यक्रम मनाउन पाउँदा अत्यन्तै गौरव र खुसीको अनुभूति भइरहेको छ। आजको यस समय सम्झनाले भरिएको विदाई र आशा र उत्साहले सजिएको स्वागतको साझा सङ्गम हो, जहाँ एक शैक्षिक यात्रालाई सम्मानका साथ विदाई गर्दै आशा र भरोसाका साथ स्वागत गर्दैछौँ। अब यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनका लागि यस कार्यक्रमका कार्यक्रम संयोजक आदरणीय दाजु इन्जिनियर नीलकण्ठ रेग्मीज्यूलाई मञ्चमा आसन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हाम्रा विश्वविद्यालयका भाइस प्रेसिडेन्ट आदरणीय बौद्धिक व्यक्तित्व डाक्टर दिनेश राज भुजेज्यूलाई विशेष सम्मानका साथ मञ्चमा आसन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पाल्नुभएका आदरणीय डाक्टर कीर्ति कुसुम जोशी र डाक्टर सञ्जयनाथ खनालज्यूलाई मञ्चमा सम्मानपूर्वक आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सम्पूर्ण प्राध्यापक तथा प्रशासनिक कर्मचारीज्यूहरूलाई यस कार्यक्रममा अतिथिका रूपमा यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अब हामी कार्यक्रमलाई औपचारिक रूपमा अगाडि उद्घाटन गर्नेतर्फ जाँदैछौँ। त्यसैगरी यस कार्यक्रमलाई उद्घाटन गरिदिनुका लागि यस कार्यक्रमका प्रमुख अतिथि डाक्टर दिनेश राज भुजेज्यूलाई गमलामा पानी हालेर उद्घाटन गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। राष्ट्रप्रति श्रद्धा र सम्मान गर्ने क्रममा नेपालको राष्ट्रिय गानको लागि आफ्नो स्थानबाट सम्मानपूर्वक उभिएर साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु। विद्यार्थीहरूलाई स्वागत गर्ने उद्देश्यसहित आफ्नो स्वागत मन्तव्य प्रस्तुत गर्नुहुनका लागि श्री सौगात लगायत छेत्रीज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। Thank you so much for this. Good evening everyone, respected faculty members, juniors, seniors and my fellow friends. It's my immense pleasure to welcome you all to this evening dinner. So this is our very own and this is our very special day, a special night. I hope you all enjoy this night. As there are three groups that are together today, one seniors and one juniors and in between all of us. So hopefully we will make this evening great and greater, and we'll have a lot of laughter, a lot of dance, a lot of music and a lot of campfire, chat and connect with each other. Let's
let's just enjoy this evening and celebrate each other. त्यस्तै भन्दै गर्दाखेरि म अब सानो दुई चारवटा लाइनहरू तपाईँहरूलाई सुनाउन चाहन्छु। आज जानेहरू बोकेर जान्छन् अनुभवका भारी, थकानसँगै आत्मविश्वास टर्फभन्दा ठुलो तयारी। विदाय शब्द सानो छ, भावनाहरू विशाल, किनकि यहाँ छोडिन्छन् जीवनको सबैभन्दा सुन्दर साल। यो चाहिँ हाम्रो छोडेर जाने सिनियर्सहरूको लागि र अब आउने जुनियर्सहरूको लागि पनि मैले दुई चार लाइनहरू तयार पारेको छु। र आज आउनेहरूलाई हामी भन्छौँ स्वागत छ, र आज आउनेहरूलाई हामी भन्छौँ स्वागत छ। तपाईँहरूकै आगमनदेखि क्याम्पस जीवित छ, डराउनु पर्दैन सर, सुरुवात अलिक गाह्रो भए पनि यहाँ भेटिन्छन् साथी गुरु र आफूले चिन्ने पनि यहाँ भेटिन्छन् साथी गुरु अनि आफूले चिन्ने पनि। त्यो गाह्रो अप्ठ्यारो परे हामी छौँ, हाम्रो सिनियर्स जो जाने हुनुहुन्छ उहाँहरू पनि हुनुहुन्छ। र यति कुरा भन्दै म तपाईँहरूलाई फेरि वेलकम गर्न चाहन्छु आजको लाइभको लागि। Thank you everyone who made it possible, and let's celebrate this night together. Thank you everyone. धन्यवाद सौगातजी। त्यसै गरी अब हामी नवआगन्तुक विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गर्ने चरणतर्फ अगाडि बढ्दैछौँ। त्यसै गरी डिजिटल टेक्नोलोजी प्रोग्राम अन्तर्गत मास्टर्स अफ अप्लाइड साइन्सेसका नवआगन्तुक साथीहरूलाई टीका र फुलसहित स्वागत गर्नु हुनका लागि उत्सव पर्देवाज्यू तथा सुमन खत्रीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म क्रमशः नामहरू बोलाउनेछु र नाम बोलाइसकेपछि कृपया मञ्चमा आए टीका र माला ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अर्जुन पहाडी, गौरव मानन्दर, ऋषभ अर्याल, रूपेश ढकाल, रूपेश महर्जन, सिद्धान्त पोखरेल, शिवड आचार्य, विभु प्रसाद राजवंशी, विज्ञान कोइराला, मनिष कुमार तिवारी, निकेश अर्याल, उषा पौडेल लामगाडी। त्यसै गरी डिजिटल टेक्नोलोजी प्रोग्राम अन्तर्गत PhD का नवआगन्तुक अग्रजहरूलाई टीका र फुलसहित स्वागत गर्नु हुनका लागि डाक्टर राजीव सुब्बाज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म क्रमशः नाम बोलाउने छु र कृपया मञ्चमा आए टीका र माला ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। असीम बाबु श्रेष्ठ, सिमन गिरी। स्वागत छ। मैले त अस्ति स्वागत गरिसकेँ, अब विद्यार्थीहरू स्वागत गर्न लगाएँ। बधाई छ। त्यसै गरी फरेस्ट डिपार्टमेन्ट र साइन्स एन्ड इन्जिनियरिङ प्रोग्राम अन्तर्गत PhD का नवआगन्तुक अग्रजहरूलाई टीका तथा फुलसहित स्वागत गर्नु हुनका लागि डाक्टर सबिना श्रेष्ठज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म क्रमशः नाम बोलाउनेछु, कृपया मञ्चमा आइदिनु होला। सन्जु शाह, उत्तम सेन्टर। उत्तम सेन्टर। धन्यवाद। त्यसै गरी फरेस्ट बायोमेट्री र साइन्स एन्ड इन्जिनियरिङ प्रोग्राम अन्तर्गत मास्टर्स अफ अप्लाइड साइन्सेसका नवआगन्तुक साथीहरूलाई टीका र फुलसहित स्वागत गर्नु हुनका लागि नवराज पाण्डे तथा बिन्ता शिवाज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म क्रमशः नाम बोलाउने छु, कृपया मञ्चमा आएर सहयोग गरिदिनु होला। मानुषी सिग्देल, सदिच्छा चौलागाई, सृजना डाङ्गी, त्यसै गरी अर्ग्यानिक एग्रिकल्चर प्रोग्राम अन्तर्गत मास्टर्स अफ अप्लाइड साइन्सेसका नवआगन्तुक साथीहरूलाई टीका र फुलसहित स्वागत गर्नु हुनका लागि पवन पठायतज्यू तथा चुडामन्त्री मणिज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। आकृति
सुनिधि पौडेल, अनिता अधिकारी, अनित दास दाहाल, कृष्णराज बाम, मनिता तामाङ, प्रतिष्ठा महर्जन, रिया श्रेष्ठ, रोशन ढुङ्गाना, रोशनी धामी, रुचाना थापा, सिमरन शाह। स्वागत छ धन्यवाद साथीहरू। त्यसै गरी सस्टेनेबल एन्ड रेजिलिएन्ट इन्फ्रास्ट्रक्चर प्रोग्राम अन्तर्गत मास्टर्स अफ अप्लाइड साइन्सेसका नवआगन्तुक साथीहरूलाई टिका र फुलसहित स्वागत गर्नु हुनका लागि निर्माण ज्यू तथा डाक्टर कृति कुसुमज्यू जोशीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। आयुष निरौला, अरविन्द सिंह कुशवाहा, रूपेश साक्य, सुजित शाह। धन्यवाद। त्यसै गरी सस्टेनेबल एन्ड रेजिलिएन्ट इन्फ्रास्ट्रक्चर प्रोग्राम अन्तर्गत पिएचडीका नवआगन्तुक अग्रजहरूलाई टिका तथा फुलसहित स्वागत गर्नका लागि डाक्टर किशोर टिम सिन्हाज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। दिपु चापागाई, सपना प्रजापति। धन्यवाद। त्यसै गरी अर्ग्यानिक एग्रिकल्चर प्रोग्राम अन्तर्गत पिएचडीका नवआगन्तुक अग्रजहरूलाई टिका तथा फुलसहित स्वागत गर्नु हुनका लागि डाक्टर भूषण श्रेष्ठज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। नरेश बहादुर देउवा, प्रकाश कुमार। समीक्षा दुलाल, सरोज ढुकेल। फुल चाहिँ कुन हो त धन्यवाद। अब हामी त्यसै गरी अब हामी विदाय हुन लाग्नुभएका अग्रज सिनियरहरूलाई औपचारिक रूपमा विदाय गर्न गइरहेका छौँ। त्यसै गरी यस अवसरमा मास्टर्स इन अर्ग्यानिक एग्रिकल्चर प्रोग्राम अन्तर्गत विदाय हुन लाग्नुभएका आदरणीय अग्रजहरूलाई हार्दिक शुभकामना सहित टिका तथा मायाको सहित विदाय गर्नका लागि कार्यक्रम संयोजक डाक्टर रेग्मीज्यू र मञ्चमा आसीन सम्पूर्ण अतिथिगण तथा डाक्टर अनुपमा श्रेष्ठज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म प्रमुख नामहरू बोलाउँदैछु र नाम बोलाइसकेपछि कृपया मञ्चमा आए टिका र मायाको चिन्ह ग्रहण गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। धनकृष्ण आचार्य, शबनम सुवेदी,
फ्लावर दिन्छु ल एक एकवटा फुल दिउँ लगाइदिनु लानुहोस् टिका लगाइदिनु ल
कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, यसमा आफूसँग अतिथि एवं यहाँको सम्पूर्ण मेरा गुरुजन एवं सिनियर दाजुहरू एवं मेरा विद्यार्थी साथीहरूमा मेरो नमस्कार स्वीकार नमस्कार। म अहिले तपाईँहरूको माझमा भाषण सुनाउनुभन्दा पनि अनुभव सुनाउँ भन्ने सुरुमा उपस्थित भएको थिएँ। यद्यपि समयको बाबतले गर्दाखेरि म तपाईँहरूलाई मेरो अनुभव पनि संक्षिप्तमा सुनाउने प्रयास गर्दैछु। मलाई त्यो पहिलो दिनको अनुभव अझै याद आइरहेको छ, जब अनुभवको फोन आएको थियो, हर्षले मन कदर भएको थियो। म पुस्तक क्याम्पसमा पढेको भए त्यतिबेला मेरो रिसर्चको कार्यक्रम थियो डिटेक्सन अफ इन्सेक्ट युजिङ आर्टिफिसियल इन्टेलिजेन्स। सुरेश मानन्द सरले त्यतिबेला भनेको झल्झै याद आइरहेको छ, तपाईँ रिसर्चको टाइटल परिवर्तन गर्नुहोस्। त्यसपछि मेरो इन्टरभ्यू चिठीलामा हुन्छ भन्ने कुरा भयो, रिसर्चको टाइटल पुस्तकमै परिवर्तन भइसकेको थियो। त्यसपछि म चिठीलाको 2 घण्टाको लामो यात्रामा मैले 3 वर्षभन्दा बढीका अनुभव, सपना, सबै चिजहरू मनमा एकपछि अर्को गर्दै अगाडि बढिरहेका थिएँ। यहाँ इन्टरभ्यू भयो, यसो हेर्छु डाक्टरै डाक्टर बसिरहेछन्, यसरी पछाडि फर्केर हेर्छु, यसो आफूलाई पनि केही हुनु जस्तो त लाग्थ्यो। त्यहाँ आइसकेपछि अब सकियो मेरो भनेर अनि इन्टरभ्यू भयो, लगाएर भनेको कुरा गर्नुभयो, हामी तपाईँलाई फोन गर्न सक्छौँ भन्नुभयो। सक्छौँ भन्नुको मतलब त होइन भन्ने कुरा थियो। अनि त्यसपछि निस्केर बाहिर आएको थिएँ, फेरि फोन गर्नुभयो अनि राजेन्द्र सरले एक्लै मेरो इन्टरभ्यू लिनुभयो। तपाईँले इन्डिया पनि गरेर आउनुभएको, खूब विकास देख्नुभयो होला, अनि हाम्रो देश विकास नहुनुको पछाडिको के कारण लाग्छ भनेर भन्नुभयो। देशै विकास गर्न लाग्नुभयो कि क्या हो भनेर अनि मैले अब यतिसम्म सोचिसके पछाडि अनि उहाँले भन्नुभयो तपाईँ त नेता पनि हुँदो रहेछ, यताउति कुरो गर्नुभयो होइन। हो सर म भने त्यति बेला अब नेता पनि हुने भनिसकेपछि मदन भण्डारीमा विशुद्ध राजनीति रहित संस्था हो भन्ने कुरा थियो। अब राजनीति गर्दै आएको मान्छे भएको हुनाले म यहाँ चाहिँ हुँदिनँ भन्ने कुरा सोचेँ। अनि अब हुँदिनँ भनिसकेपछि मैले खुलेर बोल्न थालेँ। सायद उहाँले मन परेर होला मेरो कन्फिडेन्ट होइन। अनि तपाईँ एउटा कुरा नो भन्नुभयो भने म यहाँ बस्न इलाज भन्छु भन्नुभयो। के हो सर भन्नु न भने, तपाईँ नो पोलिटिक्स भन्नु, म वेलकम क्याम्पस भन्छु भन्नुभयो। सर म अहिले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने समयमा छु। म जब बन्छु देश बनाउँछु भन्ने कुरामा म प्रतिबद्ध छु। यसो भएको हुनाले तपाईँले नो भन्नुहुने छैन, म पोलिटिक्स नो भन्न तयार छु भन्ने कुरा गरेँ। त्यसपछि क्याम्पसमा मेरो यात्रा सुरु भयो। तपाईँहरूलाई लाग्छ होला त्यति बेला मात्र सङ्घर्ष गरेछ भनेर। सङ्घर्षको भर्खर सुरुवात भएको थियो। समयको बाबतले गर्दा, अनुपमको हाँसोले गर्दा म बोलाउँदिनँ अब म नाम लिन चाहन्न। 3 दिनको गाली, त्यो गाली थिएन मेरो लागि। मलाई आज यो स्टेजमा आएर ढुक्कका साथ तपाईँलाई हँसाउँदै एउटा हौसला भर्दै गर्ने एउटा मलाई तपाईँको एउटा प्युपाबाट एडल्ट बन्ने जुन मौका प्रदान गर्नुभयो, यसको लागि हृदयदेखि धन्यवाद भन्न चाहन्छु। मैले अहिले यहाँनिर बोल्दै गर्दाखेरि मेरो आदरणीय गुरु सबिन सरलाई सम्झिनै पर्ने हुन्छ। उहाँको विषयमा पनि म एउटा रमाइलो किस्सा चाहिँ भन्न चाहन्छु। सरले डेटा माग्नुभयो, दिन, त्यसमा रिपोर्ट माग्नुभयो, दिन, फोन गर्नुभयो, उठाइन, मेसेज गर्नुभयो, सिम गरेर छोड्दै, त्यसपछि भेट्न आउनुभयो। तपाईँलाई मैले मेल गरेको थिएँ, मेसेज पनि गरेको थिएँ, फोन पनि गरेको थिएँ, उठाउनु भएन। हजुर सर, अनि किन त्यस्तो हो भन्नुभयो।
म त सर अब अलिक फरक सोचिरहेको छु सर। के सोच्नुभयो भने म त सक्दिनँ होला सर भनेको। अनि त्यसपछि सरले अलिकति मलाई मोटिभेट गर्नुभयो। तपाईँले आजको समयसम्ममा पुग्दै गर्दाखेरि के सिक्नुभयो भने सर मेरो 2 वर्ष बेकारमा खेर गयो भने मैले केही पनि सिकेको छैन भनेर भने। अनि 15 मिनट जति सरले केही पनि बोल्नु भएन। अब तपाईँले यसो भन्दै गर्दाखेरि मैले के जवाफ दिने माथि भनेर भन्नुभयो। त्यो तपाईँको कुरा हो सर। अनि आज सायद सबिन सर नहुनु हुँदो त म यसरी विदाईको पात्र बन्ने थिइनँ। मैले यहाँदेखि स्मरण गर्न चाहे। एम्बसमा हामीले प्रवेश गर्दै गर्दाखेरि हामी साइन्स एन्ड टेक्नोलोजीको विद्यार्थी थियौँ। मात्र केवल 2टा मार्क्सको थियो। हामीले विश्वास गऱ्यौँ, युनिभर्सिटीले पनि हामीलाई विश्वास गर्यो र आज एउटा परिपक्व मान्छे बनाएर पठाउँदैछ। हामीलाई मार्क्स मात्र होइन, अघि समितिले भनेको जस्तै माइन्डसेट पनि परिवर्तन गर्ने एउटा परिपक्व मान्छे बनाएको छ। यसो भएको हुनाले अहिले त तपाईँहरू आउनुभएको छ, बिल्डिङ देख्नुभएको छ, ल्याब देख्नुभएको छ। सम्भवतः नेपालको कुनै पनि त्यस्तो ठाउँ छैन जहाँ यहाँ बस्नु जस्तो एउटा परिष्कृत ल्याब छ। यसो भएको हुनाले यहाँ सम्भावना देख्छु, म सपना देख्छु। यसो हुँदै गर्दाखेरि पनि केही समस्याहरू हुन सक्छन्। ती समस्याहरूलाई तपाईँ हामी सबै मिलेर समस्याको समाधान खोज्नुपर्छ। सुन्दर सपना बोकेर आउनुभएको छ सुदूर पूर्वदेखि सुदूर पश्चिमदेखि। अहिले नयाँ ब्याचहरू सम्पूर्ण जुन फ्याकल्टी हुनुहुन्छ, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स, सस्टेनेबल रेजिडेन्ट एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल एन्ड साइन्स एन्ड इन्जिनियरिङका सम्पूर्ण विद्यार्थी नवागन्तुक विद्यार्थी साथीहरूलाई म मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत भन्दै मेरा अनन्य मित्रहरूलाई पनि यहीँबाट बिदाई त भन्नै पर्ने हुन्छ होला। बिदा भन्दै मसँग एम्बससँग जो जतिजना जोडिनु भयो यसको लागि हार्दिक कृतज्ञता एवं धेरै धन्यवाद व्यक्त गर्दै मेरो भनाइ टुङ्गाउँछु। हस्त धन्यवाद, नमस्कार, सम्पूर्ण धन्यवाद धनकृष्ण आचार्यज्यू। धन्यवाद धनकृष्ण आचार्यज्यू। यसै गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका भाइस प्रेसिडेन्ट एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्स आदरणीय बौद्धिक व्यक्तित्व पद्मसुन्दर जोशीज्यूलाई विशेष सम्मानका साथ मञ्चमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब हामी कार्यक्रमको अर्को चरणतर्फ अगाडि बढ्दैछौँ। अब हामी नवागन्तुक साथीहरूबाट मन्तव्य सुन्ने अवसर पाउँदैछौँ। त्यसै गरी नयाँ ब्याचको प्रतिनिधित्व गर्दै आफ्नो अपेक्षा र अनुभूति साझा गर्नुहुनका लागि सुश्री रोशनी धामीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। उहाँको अनुपस्थितिका कारण श्री सरोज ढुङ्गेलज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। आजको यो फेलोज प्रोग्राममा उपस्थित सबैजनालाई नमस्कार। यो युनिभर्सिटीको फर्स्ट ब्याचबाट बिदाय लाग्नुभएको स्टुडेन्टहरू अथवा सिनियर दाइ दिदीहरू र अहिले आइरहनु भएका सबै नवागन्तुक हाम्रो मित्रहरूलाई म के भन्छु भने यो कल्चरल प्रोग्राम जस्तो उहाँहरूले राखिदिनु भएको सेकेन्ड ब्याचले चाहिँ फर्स्ट ब्याचलाई चाहिँ फेयरवेल गर्ने र थर्ड ब्याचलाई वेलकम गर्ने एउटा जुन कल्चर राखिदिनु भयो त्यसको लागि सुरुमा म धेरै धन्यवाद दिन चाहन्छु। यो प्रोग्राम चाहिँ यतिको तरिकाले म्यानेज गरेर हामी सबैजनालाई उपस्थित गराएर यसरी म्यानेज गराउनु भनेको धेरै ठुलो कुरा हो र यसबाट हामी नवागन्तुक सम्पूर्ण साथीहरूले यसबाट चाहिँ सिकेर फेरि पनि हामी यो कल्चर अरू ग्रुपमा नि हामीले अगाडि बढाउँछौँ भन्दै यहाँले गर्नुभएको यो न्यानो सम्झना स्वरूपको यो कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै हामीले यो कार्यक्रम राखिदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। फर्स्ट ब्याचको स्टुडेन्टहरूले आफ्नो
एक्सपिरियन्सहरू सेयर गर्नुभयो र यहाँबाट बिदा हुँदै जाँदै हुनुहुन्छ। यसमा चाहिँ तपाईँहरूले राखेको तपाईँहरूको स्ट्रगल चाहिँ म आफू पनि पुरानो कुनै युनिभर्सिटीको फर्स्ट क्लास हुँदाले कस्तो खालको हुन्छ त्यसको अनुभव ज्वलन्त अहिले यहाँ पाइरहेको छु र तपाईँहरूले गर्नुभएको स्ट्रगल र अनुभवको चाहिँ अनुकरण गर्दै हामी तपाईँहरूको सपनादेखि लगायतको सम्पूर्ण युनिभर्सिटीको सपनामा पनि काम गरेर अगाडि बढ्छौँ र त्यही अनुसारले चाहिँ आफ्नो चाहिँ प्रतिभाहरू देखाएर अगाडि बढ्छौँ। यो एउटा फुल्ली रिसर्च इन्स्टिट्युटमा यसरी हामीलाई टाइम दिएर तपाईँहरूले एकअर्कालाई चिन्ने वातावरण प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद र यस्तो खालको यसरी म्यानेज गर्नुपर्ने रहेछ भन्ने कुरा हामी सबै नवआगन्तुकले सिकेर फेरि पनि हामी यही तपाईँहरूबाट सिकेको प्रोग्रामलाई कन्टिन्यू गर्ने बाचासहित आजको कार्यक्रममा थ्याङ्क यू भन्दै यहाँबाट जान्छु। हस्त धन्यवाद। धन्यवाद शरद ढुङ्गेलज्यू। अब हामी अतिथिगणहरूको मन्तव्य सुन्ने चरणतर्फ अगाडि बढिरहेका छौँ। त्यसै गरी आफ्नो अनुभव र मार्गदर्शन प्रदान गरिदिनु हुनका लागि आदरणीय बौद्धिक व्यक्तित्व पद्मसुन्दर जोशीज्यूलाई मनमा आमन्त्रण गर्न चाहन्छु। सबैलाई नमस्कार। सबभन्दा पहिला त आज यो युनिभर्सिटीमा जोइन हुने नयाँ विद्यार्थीहरूलाई एउटा औपचारिक रूपमा फेरि स्वागत गरौँ। त्यसै गरी यहाँबाट अब यो काम सरकार जो जाँदै हुनुहुन्छ उहाँहरूलाई भविष्यमा आफ्नो सुन्दर भविष्यको लागि शुभकामना दिन चाहन्छु। मलाई धेरै कुराहरू भन्नु छोटो एउटा दुईवटा कुरा भन्नु नकुने कार्यक्रममा चाहिँ त्यसको लागि म प्रिपेयर पनि छुइनँ। अब तपाईँले भनेको यो युनिभर्सिटीको बारेमा अहिले लास्टमा भन्न दिएको कुरा सुनि अगाडिको कुराहरू सुन्न पाइएन। म यही यो पर्सि आइतबारको कार्यक्रमको तयारीमा व्यस्त छु। त्यसैले यो राम्रैसँग कार्यक्रममा बस्न पनि पाइएन, त्यसको लागि क्षमा याचना गर्छु। मैले भन्नुपर्ने दुईवटा छोटो कुरा भन्न चाहन्छु। एउटा कुरा चाहिँ यो युनिभर्सिटी विशेष युनिभर्सिटी भनेर हामीले भनिरहेको छौँ। त्यो हामीले विशेष भन्ने शब्द जोडेर विशेष हुने होइन। हामी अरूभन्दा विशिष्ट छौँ भनेर प्रुफ गऱ्यो भने मात्र हामी विशिष्ट युनिभर्सिटी भन्छौँ, विशेष युनिभर्सिटी भन्छौँ। त्यो विशिष्टताको दुईवटा फेरि अर्को अप्ठ्यारो छ। एउटा हाम्रो मेहनत, अर्को चाहिँ हामीले गरेका कामहरूबाट अरू कतिपय सङ्घ संस्थाहरूले त्यसको यो किन भइरहेछ भन्ने डाहा गर्ने अवस्थाहरू हुन्छ। त्यो अवस्थालाई छिर्नको लागि हामी एकदमै मेहनत साथ अगाडि बढ्नुपर्ने हुन्छ। हामीले वास्तविक अर्थमा नै हामी विशिष्ट छौँ भनेर प्रुभ गर्नुपर्छ। त्यो प्रुभ गर्नको लागि युनिभर्सिटीमा तीनवटा पक्ष छ। एउटा पक्ष यहाँका शिक्षकहरू, अर्को पक्ष यहाँका विद्यार्थीहरू, अर्को पक्ष यहाँका स्टाफहरू, कर्मचारीहरू। त्यो तिनवटाको जोइन्ट एफोर्ट नहुने हो भने त्यो सम्भव हुँदैन। जस्तै त्यो जोइन्ट एफोर्ट भनेको के भनेर भन्दाखेरि दुई तिनवटा अब हाम्रो युनिभर्सिटीको त्यो विभिन्न क्रममा चाहिँ हाम्रो प्रेसिडेन्टले भनिदिइराख्नु भएको कि हाम्रा दुईवटा प्रमुख कुराहरू छन्। एउटा चाहिँ हामी नन पार्टिसन पोलिटिक्सबाट हामी टाढा हुन्छौँ। त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने हामी करप्सनबाट टाढा हुन्छौँ भनेर छौँ। करप्सन भन्ने बित्तिकै, भ्रष्टाचार भन्ने बित्तिकै हामीले के बुझ्छौँ भने खालि पैसाको लेनदेनको कुरा बुझ्छौँ धेरैले। त्यो होइन, त्योभन्दा धेरै कुराहरू हो भ्रष्टाचार भनेको। व्यापक अर्थमा बुझ्न जरुरी छ। त्यो अहिले म धेरै व्याख्या गर्दिनँ, तर त्यो भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र होइन। हामीले हाम्रो समयको युटिलाइजेसन, कसैको व्यक्तिगत र होइन संस्थाको व्यक्तिको कसको कुन किसिमबाट उपयोग अथवा दुरुपयोग गरिरहेछौँ भन्ने खालका कुराहरूले त्यसलाई इङ्गित गर्छ। त्यसैले हामीले भ्रष्टाचार मुक्त संस्था बनाउने भनेको के हो भने विद्यार्थीको आफ्नो रेस्पोन्सिबिलिटीका सम्पूर्ण कुराहरू पुरा गर्नु पऱ्यो। शिक्षकले गर्नु पऱ्यो, कर्मचारीले गर्नु पऱ्यो। त्यसैले त्यो तिनटै कुरालाई सँगै राखेर लिएर जाने हिसाबले चाहिँ हामीले एउटा सुन्दर युनिभर्सिटी जुन चाहिँ
गणना गर्न लायक र अन्तमा गएर हामीले भनेका छौँ वर्ल्ड क्लास युनिभर्सिटी हामीले बनाउँछौँ। त्यसले त्यो पक्षको लागि चाहिँ हामी अरूभन्दा फरक छौँ भन्ने कुराहरू हामीले देखाउनु जरुरी छ। हामी नैतिक रूपमा नै फरक छौँ भन्ने कुरा जुन बेला इस्टाब्लिस हुन्छ, यहाँ युनिभर्सिटीमा पस्ने बेलामा चाहिँ मान्छेले दुईचोटि सोचेर मात्र पस्छ, यो त फरक रहेछ भन्ने हुन्छ। खालि बिल्डिङ राम्रो बनाएर, बिल्डिङ फरक बनाएर, ल्याबोरेटरी फरक बनाएर मात्र हामी फरक हुँदैनौँ। तात्विक अर्थमा तत्त्वमा नै फरक, त्यो इसेन्समा नै फरक हुने स्थिति बनाउनुपर्छ। एउटा कुरा भने दोस्रो कुरा भन्छु, त्यो चाहिँ के हो भने त्यो चाहिँ मैले यहाँ मेरो छोरीको स्कुलमा जाँदाखेरि त्यहाँका शिक्षकहरूले मलाई सिकाएको कुरा सेयर गर्छु। उहाँले के भन्नुहुन्थ्यो भने तपाईँहरूको अब नेपालमा सामान्यतः नेपालीहरू सबैसे हामी अलिक क्रिटिकल छौँ कि जे कुरामा पनि भनिहाल्छ कि यो देश खत्तम भयो, यो समाज खत्तम भयो, यो सबै खत्तम हो। त्यो खत्तम भयो भन्ने कुराले चाहिँ विद्यार्थीलाई के असर पार्छ भन्दाखेरि उनीहरूको सोच खत्तम हुन्छ। त्यसैले त्यो खत्तम भयो भने नेगेटिभिटीबाट कहिले पनि सुरु नगर्नुहोस्, पोजिटिभली सुरु गर्नुहोस्। यो विद्यालय खत्तम भएको छ भने, त्यो विद्यालय खत्तम भएको हो भने त्यसको लागि अभिभावकहरूले आएर स्कुल म्यानेजमेन्टलाई भन्नुहोस्, तपाईँको बच्चालाई नभन्नुहोस् भन्नुहुन्छ, होइन? किनभने अनि त्यसपछि हामीले सुधार गर्न सक्छौँ। तर तपाईँले नै खत्तम भयो भनेर भन्नुभयो भने उनीहरूको दिमागलाई खत्तम भन्नुपर्छ र अनि नेगेटिभिटी त्यहाँबाट सुरु हुन्छ भन्नुहुन्थ्यो। त्यही कुरा चाहिँ म चाहिँ यहाँ जोडाउन चाहन्छु। हामी सबभन्दा पहिला भित्रै आत्मादेखि यो युनिभर्सिटी बनाउनु पर्छ भनेर लागेका छौँ, होइन? तपाईँहरू पढ्न आउनु भएको छ, त्यही विश्वास लिएर हामीले यो यहाँ अगाडि बस्नुभएका, पछाडि बस्नुभएका साथीहरू सबैले हेर्नुभयो भने तन मन धनले चाहिँ यसमा लागिरहेको छौँ। सबभन्दा पहिलो कुरो चाहिँ मान्छेको इन्टेन्सन हो, उसको के नियतले काम गरिरहेछ भन्ने कुरा प्रष्ट छ भने अरू कमजोरीका कुराहरू आफै सर्चिँदै जान्छ। कमजोरी त कहाँ हुँदैन, सबै ठाउँमा कमजोरी हुन्छ। त्यसैले त्यो नियत यदि सफा छ भने त्यसलाई कलेक्टिभ रूपमा कसरी बनाउन सकिन्छ, एकजना प्रेसिडेन्टले, एकजना भाइस प्रेसिडेन्टले, एकजना डाइरेक्टरले अथवा एउटा ग्रुप अफ स्टुडेन्टले चाहिँ युनिभर्सिटी बन्दैन। यो त कलेक्टिभ इनिसिएटिभ हो। हामी सबैले सामूहिक रूपमा नै यसमा प्रयास गर्नुपर्छ र यो पहिलोचोटि हामीले यो प्रयास गरिरहेका छौँ। यति धेरै हाम्रो वरिपरि नकारात्मकता छ, यति धेरै अप्ठ्याराहरू छन्, त्यो अप्ठ्याराहरूलाई चिर्ने हो भने कलेक्टिभली मात्र चिर्न सकिन्छ। त्यसैले तपाईँले काम गरेर अध्ययन गर्दाखेरि कतिपय कुराहरू फरक पर्न सक्छ। नयाँ हुँदाखेरि कतिपय कुराहरू हामी सिक्दैछौँ भन्दा त्यो सिक्ने क्रममा चाहिँ तपाईँहरूका कन्स्ट्रक्टिभ सुझावहरू, होइन, सकारात्मक सुझावहरू हामीलाई उपलब्ध भयो भने त्यसलाई हामीले सामूहिक रूपमा चाहिँ समाधान गरेर लिएर जान सक्छौँ र युनिभर्सिटीलाई र बन्न सक्छ भन्ने विश्वासमा नै हामी यहाँ बस्नुभएका कोही पनि सरहरू कहीँ नबित्ने मान्छे होइन, यो युनिभर्सिटी बनाउन नै भनेर आएको हो, जागिर खान कोही पनि आएको छैन। त्यो कन्टेक्स्टमा यदि तपाईँले बुझ्नुभयो भने तपाईँहरूका समस्याहरू समाधान हामी गर्न सक्छौँ। त्यो भनेको के भने होल युनिभर्सिटी चाहिँ हामीले आफ्नो हिसाबले बनाउन सक्छौँ। त्यसैले यो युनिभर्सिटी बनाउने अभियानमा तपाईँ सबैलाई फेरि नयाँ साथीहरूलाई स्वागत गर्न चाहन्छु। जो जाँदै हुनुहुन्छ उहाँलाई शुभकामना दिन चाहन्छु र यति भनेर मेरो धन्यवाद आदरणीय पद्मसुन्दर जोशीज्यू। त्यसै गरी आफ्ना बहुमूल्य विचार तथा शुभकामना व्यक्त गर्नुका लागि आजको यस कार्यक्रमका आदरणीय प्रमुख अतिथि डाक्टर दिनेश राज भुजेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यहाँ अगाडि सिट कुर्सीहरू खाली भयो, खाली कुर्सीसँग मलाई कुरा गर्नु नलाग्यो, त्यो पछाडिको बाहिर अगाडि आयो धन्यवाद। मलाई थाहा छैन टाइम बसेर आउने होला अनि कुन नियाले देखेर त्यो फुलहरू कसले कुन चाहिँ फुल छानेर कसलाई दिन्छ भनेर जसले फुल पायो एकचोटि हेर्नु होला कस्तो फुल पाउनु, पहिलो पाउनु भयो, यो पैसा पाउनु भयो,
टिका पनि कस्तो लामो कतिको छोडेको जानेर हो कि नजानेर गुलाबको फुल चाहिँ राख्नु आज नवागन्तुक हाम्रा अनुसन्धानकर्मी विद्यार्थीहरू नवागन्तुक अनुसन्धानकर्मीहरूको स्वागत र यी स्नातक सकिएर जान लाग्नुभएका अनुसन्धानकर्मीहरू जो अब पेसागत धर्ममा जाँदैछन् उहाँको लागि आयोजना गरेको कार्यक्रममा हामीले आभार व्यक्त गर्न चाहन्छु। विद्यार्थीको कुरा के गर्ने भने ठिकै हो, हाम्रो तिनैजनाले आँखाबाट आँसु चाहिँ चाहेन रमाइलो कता भएर अनि यो स्वागत गर्नु भनेको जो नयाँ आउनुभएको हो त्यो एउटा औपचारिकता मात्र होइन। नयाँ आउने साथीहरूलाई स्वागत गर्नुको दर्शन, त्यो दर्शनमा पहिलो कुरा त एक नम्बरमा नयाँ आउनेहरू सुरक्षित हुन चाहन्छ भावनात्मक रूपबाट। बुझ्नुभयो मेरो कुरा? अलि गहिरो सोच्नुभयो। जस्तो मैले अब अलिक प्रष्टै भनौँ न होइन, प्रष्ट बोल्दाखेरि सही हुन्छ किनकि मलाई मेरो कुराहरू अहिले तपाईँले बुझ्न अलिकति गाह्रो हुन्छ, त्यही भएर सरल प्रश्न गर्नु सही हुन्छ। बाटोमा हिँडिराखेको कुनै मान्छेलाई तपाईँले धेरै नजरियाले हेर्नुहुन्छ र जो यहाँ भर्खर आउनुभयो नयाँ विद्यार्थीहरू, उनीहरूको भावनात्मक रूपबाट सुरक्षित हुन्छ। तपाईँलाई थाहा छ कि छैन, तिनका बा आमाले बहुत चिन्ता गरेको हुन्छ। म पनि बा आमा, मेरो छोरा मेरो छोरी कस्तो ठाउँमा गएछ, त्यहाँको मान्छेहरू कस्ता छन्, उसलाई कुन नजरले त्यहाँ हेर्छ, जिस्क्याउ पुग्नु छ कि है। सुरक्षा भनेको त्यो भूकम्पको सुरक्षा भने त्यो सबै सुरक्षितै छ। भूकम्पबाट भावनात्मक सुरक्षा त्योभन्दा पनि महत्त्वपूर्ण, ताकि उसले आधी रातमा पनि ल्याबमा काम गर्न सक्नु है मेरो कुरा। त्यसकारण यो स्वागत गर्नु आवश्यक छ। त्यो अजनबी हुन चाहँदैन। दोस्रो इन्क्लुसिभनेस भन्छ, समावेशिता। अब हामी त विभिन्न संस्कार, संस्कृति, शिक्षा, दीक्षा सिप लिएर आएका छौँ। भाषा फरक छ, बोली फरक छ, हाम्रो आदत फरक छ। त्यो फरकमा, त्यो विविधतामा बाँच्न सिक्ने समावेशिता। अनि त्यसको नवागन्तुकहरूले चाहने एउटा मेन्टरसिप भन्छ कि यसलाई। मेन्टरसिपलाई नेपालीमा शब्दै छैन। एक प्रकारको अभिभावकीय सुपरभिलेक्सन, नेपालीमा सुपरभिलेक्सन भन्ने भाषा छ, त्यसको अङ्ग्रेजीमा अनुवाद गर्दा सुपरभिजन भन्ने निर्देशन भन्ने छ नेपालीमा अथवा संस्कृतमा, त्यसलाई डिरेक्सन भन्छ। त्यो भन्दा पनि नेपालीमा पाटु भन्छ।
कफी भनेको बलियो होइन, त्यसको अनुवाद छैन, स्ट्रङ भनेको भावनात्मक अभिभावकीय सुपरवेक्सन हुने खोजेको हुन्छ। र जब यस्तो प्रकारको कार्यक्रमको आयोजना गरिन्छ उसले त्यो एहसास गर्छ। अनि चौथो कुरा, कुनै पनि नौलो ठाउँमा जाँदा हामी अङ्ग्रेजीमा त्यसलाई थर्ड स्पेस भन्छ, उसले एउटा तेस्रो आयाम खोजिराखेको हुन्छ। तेस्रो आयाम भनेको समयलाई भनिहाल्ने के चौथो आयाम भनेको समय, स्पेसलाई के भन्छ आयाम भनेको डाइमेन्सन, स्पेसलाई अन्तरिक्ष भनेर पनि भयो, ब्रह्माण्ड भनेर पनि भयो, स्थान भनेर पनि भयो होइन, ब्रह्माण्डको रूपमा है त्यो स्पेसलाई युनिभर्सको रूपमा। थर्ड युनिभर्स उसले खोजेको छ। थर्ड युनिभर्स भनेको के हो? पहिलो युनिभर्स त आफै तपाईँ आफै एउटा स्पेस हो, तपाईँ आफै एउटा ब्रह्माण्ड हो। त्यसपछि तपाईँको समाज, तपाईँको परिवार, समुदाय स्पेस हुन्छ। यहाँ उसले एउटा थर्ड स्पेसको एक्सप्लोर गरेको हुन्छ, अन्वेषण गरिरहेको हुन्छ। मलाई लाग्छ स्वागत गर्ने यी चारवटा कोर पिलर जस्तो लाग्छ। र मलाई धेरै खुसी लाग्यो आज यो कार्यक्रमको आयोजना गर्नु भएर। भर्खरै हाम्रो उपाध्यक्ष PS जोशी सरले जुन कुराहरू भन्नुभयो विश्वविद्यालयको विषयमा त्यसलाई एकचोटि फेरि मन गर्नु होला भन्ने मेरो आफ्नो सानो कुरा निस्किन्छ। धन्यवाद आदरणीय भौतिक व्यक्तित्व डाक्टर दिनेश राज भुजेज्यू। त्यसै गरी अब हामी यस औपचारिक कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौँ। यस औपचारिक कार्यक्रमपछि हामी डिनर तथा म्युजिकल इभिनिङतर्फ अगाडि बढ्नेछौँ। यहाँहरू सबैजना संयम र अनुशासन कायम रही त्यस अनौपचारिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नुहुन्छ भन्ने आशा व्यक्त गर्दछु। त्यसै गरी आजको यस कार्यक्रमलाई औपचारिक कार्यक्रमलाई सफल रूपमा समापन गर्न सहयोग पुर्याउनु हुने अतिथि साथीहरू, प्रशासनिक कर्मचारीहरू लगायत सम्पूर्ण प्राध्यापकज्यूहरूलाई धन्यवाद ज्ञापन गर्नुका लागि आजका यस कार्यक्रम संयोजक आदरणीय दाजु नीलकण्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यो भन्दै म यहाँबाट पढ्न चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। त्यसै गरी क्यासमा आसिन प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण गुरुवर्गहरू, त्यसै गरी आज विदाई भएर जान लाग्नुभएका साथीभाइ नै भनौँ सिनियरहरू, र त्यसै गरी अब वेलकम भएर आउनुभएका पनि साथीभाइ नै भनौँ जुनियरहरूलाई आजको यो कार्यक्रम चाहिँ एकदमै सबै भव्य तरिकाले सम्पन्न गर्न सकियो। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको उपस्थिति एकदमै महत्त्वपूर्ण छ यो कार्यक्रम सफल पार्नको लागि। र मैले धन्यवाद दिनुपर्ने धेरै छ यहाँनिर। यो कार्यक्रम सुरुमा चाहिँ यसको मेन्टालिटी बनाएर यसको एउटा डिजाइन गर्ने हाम्रो सौगात आशिषज्यू, जसले सुरुमा प्लानिङ गर्नु भएको धन्यवाद दिन चाहन्छु। र अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ चितलाङ रिसोर्ट, मैले एकदमै हृदयदेखि नै धन्यवाद दिनुपर्ने हुन्छ चितलाङ रिसोर्टको लागि। मैले गएर एकचोटि कुरा गरेँ उहाँहरूसित, र उहाँले चाहिँ भेन्नुदेखि लिएर सबै कुराहरू एरेन्ज गरिदिनु भयो। त्यसैको लागि विशेष गरी चितलाङ रिसोर्ट लगायत शैलेशजीलाई चाहिँ म एकदमै मनदेखि नै आभारी छु उहाँको, र धेरै धेरै धन्यवाद दिन चाहन्छु। र बिदाई भएर जानुभएको साथीहरूले आफ्नो अनुभवहरू राखिसक्नुभयो, र आगन्तुक भएर आउनुभएको साथीहरूलाई पनि अब बिस्तारै तपाईँहरू आउँदाखेरि चाहिँ इन्फ्रास्ट्रक्चरहरू पनि धेरै कुराहरू राम्रो भइसकेको छ। क्याम्पसमा धेरै फेसिलिटीहरू बनिसकेको छ।
आफ्नो पढाइलाई राम्रोसित अगाडि बढाउनु होला, राम्रोसित रिसर्च गर्नु होला। र रिसर्च गर्दाखेरि एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि तपाईँले गरिराख्नु भएको रिसर्चले चाहिँ सोसाइटीमा कस्तो खालको इम्प्याक्ट पार्छ भन्ने कुरा सोसाइटीमा कनेक्ट गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। र आजको यसै गरी सबैजनालाई धन्यवाद दिँदै आजको यस औपचारिक कार्यक्रमलाई चाहिँ समापन गर्न चाहन्छु। जस्तो धन्यवाद। बाहिर ग्रुप फोटो लिनु है सबैले।